हेलो साथीहरू, आज म तपाईँहरूलाई यस्तो भिडियो देखाउँदै गइरहेको छु। यो भिडियो चाहिँ एकदमै राम्रो छ। तपाईँहरूले यसरी यो भिडियो पुरा हेर्नुहोला। जुन हर्क साङपाङको पार्टी श्रम संस्कृति पार्टीका समर्थक, उहाँको समर्थक र उहाँको कार्यकर्ता, उहाँको सपोर्टरको मुखबाट जस्ताको तस्तै सुन्नुहोस्। यो कुरा हर्क साङपाङले बुझ्नुपर्ने हुन्छ। उहाँले किन बुझ्नुहुन्न? उहाँहरूको कार्यकर्ताहरू, उहाँको समर्थकहरूले यति कुराहरू बुझिसकेका छन् भनेपछि उहाँ त एउटा माननीय सम्माननीय भएको मान्छे। अनि उहाँको इसारा अनि लेखेको लेखी कहिले के भन्नुभएको छ, कहिले के भन्नुभएको छ। अनि अहिले नयाँ सरकारले जो गर्नुपर्ने काम थियो, अनि जो ठुलो नेताहरूलाई अब समात्नुपर्ने थियो, ठुलो माछाहरू समात्नुपर्ने अनि समात्यो, त्यसमा के गलत गर्यो? अब जुन सरकार आए पनि जसले पनि गर्नुपर्ने नै यही नै थियो। अब यो हर्क साङपाङको सरकार आएको हुन्थ्यो भने पनि उसले पनि यही नै गर्नुपर्ने थियो। अहिले किन उसले प्रतिशोध भयो उसले? अनि के को समस्या भयो? त्यही भएर साथीहरू, उहाँको भिडियो यसरी सुनौँ हामी। त्यसपछि तपाईँले जस्तो प्रतिक्रिया दिनु होला र हर्क साङपाङसम्म पनि पुऱ्याइदिनु होला। चाहे जे होस् रमाइलो हुने जस्तो भयो, किनकि अब थर्ड वार उताबाट सुरु भइरहेको छ। अब हाम्रो देशबाट पनि गृहयुद्ध सुरु हुने भयो, रमाइलो हुने भयो होइन। श्रम संस्कृति पार्टीको म एउटा सदस्य पनि हुँ र राम्रो काम गर्ने मान्छेलाई राम्रो गरेकोलाई राम्रो भन्न सक्नुपर्छ होइन, र नराम्रो गरेको कामलाई चाहिँ विरोध गर्नुपर्छ होइन। अहिले जति पनि गर्यो रासोपाले 22, 23 र 24लाई लिएर केपी शर्मा ओलीलाई र रमेश लेखक भन्नेलाई कारवाही गरेको मलाई चाहिँ एकदम उचित, एकदम ठिक लागेको छ। यदि श्रम संस्कृति पार्टी पनि बहुमत ल्याएर जितेर गएको थियो र यो कारवाही गरेको थिएन भने श्रम संस्कृति पार्टी पनि मात्रै चाहिँ थिएन होइन। यो चाहिँ दिमागमा राख्नु हर्कजी होइन। किनभने यो जति पनि भएको गृहमन्त्री भएको मन्त्री भएको भनेको 22, 23 र 24को जेनजी आन्दोलनबाटै यो प्रक्रिया सुरु भएर अहिले मान्छेहरू प्रधानमन्त्री मन्त्री भएका हुने। त्यही कुरालाई लिएर यो ठाउँमा मान्छे पुग्यो भने त्यो कारवाही गरेन भने त के फाइदा भयो? त्यो कारवाही गरेन भने त जनताले चाहिँ थाहै खाइहाल्छ नि। त्यही कारणले गर्दाखेरि हर्क साङपाङले यो कुरामा चाहिँ प्रतिशोध भनेर भनिरहनु चाहिँ आवश्यक छैन। त्यो जसले पनि गर्ने त्यही नै हो। हर्क साङपाङले पनि त्यही गर्नुपर्थ्यो र अहिले भनेको रासोपाले पनि त्यही गरेको छ। त्यो 100% सही कुरा हो, त्यो सही हो, त्यो गरेको सही हो। तर यो चाहिँ भन्न सक्नु पर्थ्यो कि हर्क साङपाङ आफ्नो उचाइमा पुग्ने हो भने चाहिँ जुन कारवाही गरेको चाहिँ सही नै हो, तर अलिकति अवैधानिक र अलिकति परिपक्वता भएन भन्ने कुराहरू चाहिँ राख्नु पर्थ्यो। त्यो राखेको थियो भने हर्क साङपाङको उचाइ बढ्थ्यो। तर यो चाहिँ एउटा पिसिबी हो भन्ने कुरा चाहिँ गर्न चाहिँ अलिक जनताले रुचाएन र मलाई पनि यो कुरा चाहिँ खासै ठिक लागेन। साथी अलिकति अब आफू सत्तामा छैन, आफ्नो हातमा दारू पनि छैन, आफूले केही गर्न सकिँदैन भने अर्काले गरेको राम्रो कामलाई पनि राम्रो कामलाई राम्रै भन्ने चाहिँ बानी गर्नुपर्ने भयो क्या। अब अति भइसक्यो के, उसले गरेको कामलाई पनि राम्रो कामलाई राम्रो भनिदिने के, अनि मात्रै आफ्नो पनि अलिकति प्रेस्टिज अलिकति रहन्छ के। आफू डिमोसन भएर होइन अरूलाई प्रमोसन किन गराउनु? आफ्नो प्रमोसन हुने हो, अरूलाई डिमोसन गराउने। तर पनि हकिकत कुरा मात्रै डिमोसन, राम्रो कामलाई राम्रै भन्नुपर्छ। त्यसैले गर्दाखेरि साथी अलिकति कम्ती बोल्दै हुन्थ्यो भन्ने पनि भइसक्यो क्या। म पनि श्रम संस्कृति पार्टीको म पनि एउटा सदस्य हुँ होइन। तर अलिकति धैर्यता, अलिकति इन्तजार गरेर चाहिँ हर्क साङपाङमा हुनु पर्यो क्या।